भनिन्छ नि सङ्घर्ष हो जीवन अनि जीवन सङ्घर्ष हो। बिहानै उठेर काममा गएर कामपछि ट्रेन चढेपछि फेरि जिममा गएर अब बेलुकी त खाना पर्यो, राम्रो खाना त होइन, न्युट्रिसन त चाहियो। अनि त्यसको लागि सुपा गएपछि चाहिँ ठ्याक्क आँखामा चाहिँ पिँडालुतिर गयो आँखा होइन। पिँडालु चाहिँ मलाई एकदमै मनपर्ने खानेकुरा हो कि भेजिटेबल हो। अनि पिँडालु देख्ने बित्तिकै मलाई तोन्जिरो खानु मन लाग्यो। जाडो थियो बेसरी तातो तोन्जिरो खानु मन लाग्यो। त्यसैले म तोन्जिरो बनाउँदैछु। यो निकै धेरै भएको हुनाले सोया सस पनि ठुलो चम्चाको 2 चम्चा र आधी, अनि मिरिन 2 चम्चाको आधी, 2 चम्चा र आधी, अनि अलिकति रक्सी पनि हालेँ। अनि त्यसपछि यो 2 पोका दासी पाइन्छ, यो ड्राई दासी हालेँ। आज धेरै थाकेको भएर अर्को डिस चाहिँ मैले यो एयर फ्रायरमा चिकन बनाउने सोचेँ। फ्राइड खान मन लाग्दा चाहिँ मैले यो एयर फ्रायर युज गर्छु, किनभने ओइलको चाहिँ क्यालोरी धेरै हुन्छ। अनि यो हो कोनियाकु भनेको चाहिँ एक प्रकारको जापानमा पाइने आलु हो, तर त्यो आलुमा चाहिँ एकदमै क्यालोरी लो हुने भएकोले यहाँ चाहिँ एकदमै यो प्रयोग हुन्छ। अब लगभग सबै पाक्ने बेला भयो पिँडालुहरू, अनि लास्टमा चाहिँ यो स्लाइस मासु हालेँ। अनि अलि फ्याट कम भएको मासु हो यो, बङ्गुर भए पनि। यो पछि चाहिँ यो तन्जिरको मेन हाल्नै पर्ने अर्को टेस्ट चाहिँ मिसो हो। मिसो भनेको चाहिँ भट्टबाट फर्मेन्टेड गरेर बनाइएको पेस्ट हो। यसले चाहिँ हाम्रो पेटको राम्रो ब्याक्टेरियाहरूको लागि चाहिँ एकदमै राम्रो हुने, गुड ब्याक्टेरियाहरूलाई एकदमै फाइदा हुन्छ। त्यसैले जापानमा चाहिँ यस्तो फर्मेन्टेड मिसो, फर्मेन्टेड नातो जस्तो चिजहरू चाहिँ निकै युजमा आउँछ। हेर्नु न, तोन्जिरो पाक्दा चिकन पाक्यो, कस्तो सजिलो छ एयर फ्रायरमा। अब यो पनि रेडी भयो।